हेलो गाइज, गुड आफ्टरनुन। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अहिले। र अहिले चाहिँ म घर जाँदैछु। घर गएर अनि हिजो मैले फर्माट ल्याएको पैसा दिएको थिएँ नि कि साथीलाई, त्यही हो। आज चाहिँ म साथीलाई पैसा दिन जान्छु, त्यही हो। र म चाहिँ घर आइपुगेको छु अहिले। सो अब चाहिँ म ड्रेस चेन्ज गर्छु अनि तपाईँहरूलाई फेरि भेट्छौँ। अहिले चाहिँ म खेतबारीतिर जाँदैछु। यो ठाउँको नर्सरी है, के बोट बिरुवा सब छ यहाँ चाहिँ, हेर्नु सक्नुहुन्छ। यो पनि सब दुबो खेती हो, वहाँसम्मै दुबो खेती हो। र यहाँ अगाडि चाहिँ कौली खेती छ। सो मेरो चाहिँ यहाँ आउने एउटा सानो काम थियो, त्यो भएर म चाहिँ यहाँ तल खेतबारीसम्म आएको। माथि चाहिँ फेरि साइकल पार्किङमा राखेको छ क्या, कसैले लान्छ भनेर फेरि कस्तो ठाउँमा पार्किङ गरेको छु मैले। फेरि पुरै त्यो झाडीभित्रै खादिएको क्या साइकलै, त्यो काट्दैछ। त्यही हो, साइकल चाहिँ मैले यसरी राखिदिएको क्या, यसो भित्रै खादिएको साइकल चाहिँ सबै। यहीँ माथि रोड छ, फेरि कसैले चोऱ्यो भने बर्बाद हुन्छ भनेर, सो त्यही हो। सो पार्किङ के छ। सो फाइनली भिआइपीलाई लिन चाहिँ यहाँ गाडी आइसकेको छ। म चाहिँ एकदम भिआइपी मान्छे हो नि त, त्यही भएर गाडी लिन रहेछ। कस्तो राम्रो हो लु, म कहिले चढ्दिनँ म त, भयो। अनि अघि पनि म कस्तो भइसक्यो, डरले मान्छे कस्तो भइसक्यो, पिक्लिक पुक्लुक भएर डरले कस्तो भइसक्यो। सो त्यही हो, अब जे भयो पनि अब यहाँभित्र एन्ट्री हानिसकेँ मैले। सो मेरो एन्ट्री भएपछि त यहाँ स्वागतको लागि कोही बसेको छैन, र स्वागतको लागि कोही बसेको छैन। सो यहाँ नाचगान चलिरहेको छ। हेलो त्यही हो, यहाँ पार्टी चलिरहेको छ, यहाँ पनि पार्टी चलिरहेको छ। सो यहाँ बसिरहेको छ हाम्रो। ए सबै हुन्छ, जे खाँदैन
आज खानामा चाहिँ यति छ भन्जी ए भन्जी सो सबैजना त्यहाँ बसिरहेको छैन होइन म चाहिँ यहाँ एक्लै आनन्द फ्रेस भएर बसिरहेको छु क्या त्यही हो यहाँ चाहिँ नाच्नलाई रेडी भइसक्यो सबैजना त्यही हो लु यहाँको पार्किङ त उहाँ पुगेको छैन साइकलको पार्किङ त बिहान पनि मैले कहाँ फ्याले त्यसो पार्किङ गरेको यहाँ पार्किङ गरेको यहाँ पुगिसक्यो क्या के गर्नु अब यही हो यो भ्लग बनाऊ त बाबु ल म यसलाई चाहन्छु सो होइन अघि पनि मैले हामी अब घर जाँदैछौँ आज अब यस्तै हो पास्नेमा आएको थियो अब अश्विनको भान्जीको अश्विनको भान्जी भनेर मेरो भान्जी भनेको एउटै हो त्यही बसौँ न त्यही सो अहिले चाहिँ भ्यू हेर्नु खतरा छ होइन बेलुका पनि त्यही हो आजको लागि चाहिँ भ्लग यति नै थ्याङ्क फर वाचिङ दिस भिडियो सो तपाईँलाई मन परेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला